गल्फ कन्ट्रीमा हुने कतिजनाले चाहिँ मेरो कुरामा रिलेट गर्नुहुन्छ होला होइन। हामी यो देश आउनु भन्दा अगाडि चाहिँ म 2 वर्षको लागि मात्रै गएको, 2 वर्ष कम्प्लिट हुने बित्तिकै आइहाल्छु भनेर आइएको हुन्छ होइन। तर यहाँ आइसके पछाडि चाहिँ सुरुको 2 महिना 3 महिना चाहिँ एकदमै गाह्रो हुने क्या, त्यस पछाडि चाहिँ गाह्रो हुँदैन भन्ने कुरा होइन। अभियसली घरबाट टाढा भएपछि त अब यादहरू त आइहाल्छ होइन। तर सुरुको 2-3 महिना चाहिँ पुरा म आएको त कति 10-15 वर्ष भइसक्यो होला, घरमा के भइसक्यो होला जस्तै लाग्ने। अनि त्यस पछाडि गर्दै जाँदा चाहिँ आफूलाई के लाग्ने भने म त भर्खरै आएको, 2 वर्ष त केही नहुँदो रहेछ, केही पनि गर्नु नसकिँदो रहेछ जस्तो लाग्ने क्या। अब कतिजना चाहिँ मेरो कुरामा सहमत पनि हुनुहुँदैन होला होइन, किनभने अब राम्रो कमाइ छ, राम्रो ठाउँ छ भने त अभियसली रिलेट गर्नु हुँदैन। तर मैले चाहिँ के बुझेँ भन्दाखेरि 2 वर्षमा चाहिँ आएको लगानी मात्रै नै सकिँदो रहेछ क्या, खै त बच्ने चाहिँ केही पनि रहेन क्या। म चाहिँ विदेश आएर के चेन्ज भयो भनेर कसैले सोध्यो भने लुगा बाहेक केही पनि छैन क्या चेन्ज भन्ने चाहिँ। आउँदाखेरि होइन के सोचेर आएको हुन्छ, यतिमा यो गर्छु, यतिमा यो गर्छु, अनि यति गरिसकेपछि त फर्किहाल्छु नि, यति मेरो ब्याङ्क ब्यालेन्स हुन्छ भनेर होइन। अनि एकैचोटि तपाईँ चाहिँ एक्सपेक्टेसनबाट रियालिटीमा झर्नुहुन्छ अनि तपाईँलाई थाहा हुन्छ क्या मैले यतिमा त केही पनि गरिनँ, अझै मसँग गर्नको लागि त कति धेरै कुराहरू छन् होइन, अझै मैले त केही गरेकै छुइनँ जस्तै लाग्ने क्या। अनि नेपालमा हेऱ्यो होइन सबै कुरा चेन्ज क्या। घर छोड्दाखेरि तल्लो घरको बहिनी 9मा पढ्दै थियो भने अहिले त कलेज जाने भइसकेको क्या। ओरतिर पर्तिरहरू सबै नयाँ नयाँ घरहरू बनेर होइन सबै थोक चेन्ज क्या। अनि म चाहिँ यहाँनिर अलिकति भए पनि लाइफ चेन्ज गरौँ भनेर आएको, लुगा बाहेक केही पनि भएन क्या।